नमस्कार साथीहरू। यो चाहिँ फेरि अब चल्ला आइसकेपछि चल्ला हालिसकेपछि यसरी चल्ला हाल्नुपर्छ। अनि चल्लाले आफै दाना खान्छन्, आफै पानी पिउँछन्। त्यहाँ हेरिरहनु पर्दैन, चलाइरहनु पर्दैन। आज चल्ला हाल्यो भने सिधै अर्को दिन बिहान हेर्नुपर्छ। चल्लालाई जति छुयो जति हल्लायो भने चल्लालाई बिमारी लाग्ने, रोग लाग्ने हुन्छ। त्यही भएर दिनमा एकचोटि मात्रै चल्ला हेर्नुहोस्, दाना पानी प्रष्ट दिनुहोस्। त्यसपछि तपाईँको चल्ला निरोगी हुन्छन्। मान्छेले धेरै छुयो, धेरै चलाइरह्यो, त्यहाँ हेरिरह्यो भने त्योलाई छिटै रोगले समात्छ। त्यही भएर तपाईँहरू पनि यसबाट सजग हुनुहोला भन्न चाहन्छु सबैजनालाई। पानी दानाको व्यवस्था गरिदिनुहोस् र आज बिहान दाना हालिदिनुहोस् सानो सानोमा, अनि बिहान मात्रै हेर्नुहोस्।